एभ्रिवान वेलकम ब्याक अगेन। अनि आज चाहिँ म रेडी सेडी भइरहेको छु। अन्त कहाँ जानु आँटेको भन्दाखेरि चाहिँ आज म घरमै छु। यहाँ बहिनी छ। हाई बहिनी। अनि यहाँको वेदर हेर्नुलाई यस्तो दामी भइरहेको छ। घाम चढर लागिरहेको छ होइन। 2 दिन भइसक्यो। अस्तिको त्यो 3 दिन कन्टिन्यू पानी आएर चाहिँ अहिले चाहिँ घाम लागिरहेको छ। अन्त अब चाहिँ हामी घुम्नु जानु आँटेको स्विजरल्यान्ड डाँडा भन्ने छ यहाँ सेप्सी हाम्रै यताको रङ्गुकै त्यहाँ तलपट्टि हाम्रो गाउँदेखि जो तल देख्छ। अन्त त्यहाँ चाहिँ हामी घुम्न जानु आँटेको। अब को जान्छ के जान्छ हेरौँला। अब म यहाँ मजा लाउन आँटेको थिएँ हो। अन्त अब रेडी सेडी भयो। अब निस्किनु आँटेको घरबाट। यहाँ हेर्नु न भुटान यस्तो दामी भइरहेको छ हो। हिजो झन् यस्तो दामी भएको थियो इभिनिङमा क्लाउड्सहरू भएर। अन्त यहाँ जाने चाहिँ म यहाँ तलपट्टि हो। यो तल यहाँ चाहिँ गाउँ छ नि त। यहाँ गुरुङ गाउँ छ यता तलपट्टि। मेरो घरबाट चाहिँ यहाँ तल देख्छ त्यहाँ जाने। म चाहिँ अहिले आफ्नो होम टाउन चाहिँ एक्सप्लोर गर्नु आँटेको छु होइन। मतलब यो चाहिँ त्यो स्विजरल्यान्ड डाँडा भन्छ नि त। कस्तो डाँडा टाइपको छ अरे। अन्त त्यहाँबाट चाहिँ त्यो भएर जानु आँटेको। त्यहाँ सायद कति 2-3 पल्ट भएर गएको त्यस्तो मलाई थाहै छैन क्या। त्यस्तो यादै गरेको छैन मैले। अब आज गएर चाहिँ प्रपर भिडियोहरू बनाउँछु के कस्तो हुन्छ तपाईँहरूले हेर्नु होला। अब हामी निस्किएको घरबाट। लु अब चाहिँ हामी यहाँबाट निस्किएको। यहाँ छ बहिनी आमा। हेलो। यो हाम्रो गाउँको चर्च। पहिला चाहिँ हामी यहाँ सन्डे स्कुल आउँथ्यो। अन्त यहाँ माथि चाहिँ हाम्रो गाउँको बच्चाहरू। अन्त भोटे भाइको आमा आउँदैछ। यहाँ भोटे भाइको दिदी भोटे भाइ र भोटे भाइको आमा आउँदैछ। कहाँ आएको तिमीहरू? आमा खोइ आमा। भोटे भाइ र भोटे भाइको आमा आउँदैछ अब। अन्त हामी यतिजना चाहिँ जाने घुम्नु। यहाँ चाहिँ आउँदैछ भोटे भाइ र भोटे भाइको आमा होइन। अन्त भोटे भाइ चाहिँ अघि बिहानसम्म चाहिँ एकदम ज्वरो आएर सिकिस्त थियो। अहिले घुम्नु जाउँ भनेपछि जाती भइहाल्यो। आमा किङ लगाएछ नि त। हेलो भोटे भाइ। हेलो भन्न है भोटे। हेलो भोटे भाइको आमा। अब चाहिँ हामी यतिजना चाहिँ हामी लाग्दिएको स्विजरल्यान्ड डाँडा हाम्रो के भन्छ त्यो सेप्सी हाम्रो गाउँ एक्सप्लोर गर्दैछु। मेरो होम टाउन एक्सप्लोर गर्दैछु ल। लो है भोटे भाइ हिँड है। भोटे भाइ एकदम बिमार भइरहेको थियो ज्वरो आइरहेको थियो। अहिले फेरि उ जाती भएछ। को लिनु आउँछ बाबा? आमा गुड गुड। अब हाम्रो जाने बाटो यस्तै छ हेर्दै गर्नु होला। हिँड हिँड अगाडि अगाडि। भर्खर हाम्रो यहाँ गाउँबाट चाहिँ हामी तल आइपुगेको। तल पनि यहीँ हाम्रै गाउँ हो। अब अफिस आइपुग्नु आँट्यो हामी चाहिँ जाने हो यहाँ तलपट्टि चाहिँ ऊ पारी हो। अब हामी भर्खर अफिस आइपुग्दैछ। भर्खर अफिस आइपुग्दैछ। हामी कहाँ पुग्नुपर्छ 2 खुट्टे अब हिँड्दै हिँड्दै। यो चाहिँ हाम्रो बगानको अफिस हो। अन्त उहाँ पर चाहिँ छ साइप कोठी। यो चाहिँ हो हाम्रो बगानको अफिस होइन। यो चाहिँ अफिस हो। यस्तो बाटो छ होइन। अन्त उहाँ चाहिँ छ साइप कोठी। यहाँबाट चाहिँ हो साइपको कोठी हो। हामी यहाँ पहिलातिर खेल्नु आउँथ्यो हो। अन्त अब अहिले चाहिँ त्यस्तो पस्नु दिँदैन। साइपहरू हुन्छ नि त। पहिला पनि हुन्थ्यो तर त्यस्तो साइप बस्दैन। अहिले चाहिँ साइप बस्छ नि त यहाँ। त्यहाँ त्यो भएर पस्नु दिँदैन अलाउ गर्दैन। चाहिँ हामी जाँदैछु। लो लो जाउँ 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 छिटो। कहाँ गयो यो कहिले भर्खर उयो 2 बज्न आँटिसक्यो। कहिले पुग्ने? 7-8 बज्दै रहेछ राति आइपुग्दा त हरेस भइसक्यो। लु हामी त यहाँ ऊ तलसम्म जानु लागि गाडी पनि ठिक्कै पाइहाल्यो यहाँ अफिसदेखिको। ठिक्कै गाडी पनि हाल्यो त। कस्तो उयो छ। जान अगाडि ननिपुसँग यो त नि जा बहिनी अगाडि। यो त नि एकदम उयो छ बहिनी जा भित्र। हामी त एकदम लक्की छ है। हामी त गाडीहरू पनि बेसी ठक 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 पाइहाल्छ। अलिकति जाई अलिकति जाई अलिकति छिटो जा न। चस्मा पो ल यहाँ बहिनी र आमा चाहिँ यहाँ अगाडि। यो फेरि गोबर एकदम लक्की फेरि साह्रै भिआइपीहरू ट्याक्कै गाडी पनि पाइहाल्छ लक्की। हामी चाहिँ यहाँ ग्राउन्ड गाउँ आइपुग्यो गाडीमा यहाँसम्म होइन। अनि यहाँबाट चाहिँ अब हिँडेर जानुपर्ने। यो चाहिँ म पढेको स्कुल रङ्गो हाई स्कुल। मेरो भ्लगमा देखाइरहेको छु पहिल्यैदेखिको म पढेको स्कुल भनेर होइन।
अनि यो चाहिँ यो त के हो भन्छ अब जनता मैदान पब्लिक ग्राउन्ड। अन्त अब हामी यहाँबाट चाहिँ दुई कुर्ते आफ्नो आफ्नो खुट्टा चलाऊ आफ्नो आफ्नो खुट्टा चलाऊ। त्यो अङ्कलको उयो भएर जाँदा यता खोला पार गर्नुपर्छ नि त है त्यहाँबाट नभए लु के गर्नु अब लाग्नै पऱ्यो बाटो अन्त यस्तै छ आफ्नो आफ्नो अब दुई खुट्टेमा चल ल। यो चाहिँ हो अब फ्रन्टबाट म पढेको स्कुल होइन। यहाँ चाहिँ म क्लास 10सम्म पढेको मेमोरिज। आमा पनि यहीँ पढेको हो यही स्कुल। यस्तो छ रङ्गुको स्कुलको नाम चाहिँ हायर सेकेन्डरी स्कुल रङ्गु हायर सेकेन्डरी स्कुल होइन। त्यही कस्तो राम्रो कलरहरू लाएर पनि यस्तो राम्रो गर्यो हो। अन्त चाहिँ यो पनि स्कुलै हो एरिया। यहाँ चाहिँ लाइब्रेरी यो चाहिँ लाइब्रेरी बनाएको रहेछ। हाम्रो पालोमा चाहिँ यो लाइब्रेरी थिएन। अहिले हामी निस्केर कति बात चाहिँ बनाएको यो लाइब्रेरी। यो रिसेन्ट बनाएको लाइब्रेरी। हामी यहाँबाट तल झरेको म चाहिँ फेरि क्लास नर्सरीहरू चाहिँ यहाँ स्कुल पढेको होइन। यहाँ स्कुल पनि छ देखाउँछु ल। म नर्सरी पढेको स्कुल त्यो चाहिँ हाई स्कुल पढेको म नर्सरी पढेको। अन्त यो चाहिँ हो म सेन्ट जर्ज एकाडेमी पढेको नर्सरी होइन। यहाँ चाहिँ नर्सरी 1 2 3 त्यहाँबाट 4 5 6 चाहिँ फेरि बाहिर पढेको म त्यहाँबाट फेरि यहाँ 7 8 9 10 पढेको रङ्गु हाई स्कुल। फेरि 11 12 फेरि अर्कै स्कुल बाहिर पढेको हो। म चाहिँ त्यसरी सिफ्ट हुँदै भएको। त अब हामी जानुपर्ने चाहिँ यहाँ पर हो यहाँ पर रातो छाना भएको ठाउँमा हो जानुपर्ने। भोटे भाइ म पढेको स्कुल देखिस् म नर्सरी पढेको स्कुल देखिस् अरे कहाँ देखिस् ल हेन चलो। वेदर दामी भइरहेको छ हो। त्यो भएर अब अघि मैले मेरो घरबाट यहाँ तल देखाएको यहाँ हो। अब हाम्रो घर चाहिँ माथि कता यहाँ जङ्गलले देख्दैन रुखलाई। अघि मैले त्यो अफिसबाट देखाएको नि यो तल गाउँ हो। बाटो हेर्न यहाँको यस्तो खराब भइसकेको छ। यता चाहिँ घर यहीँ छ। यो गाउँ चाहिँ पुरा बाक्लो छ। मैदान गाउँ सबसे बाक्लो गाउँ। लु अब चाहिँ हामी रोडबाट भित्र गाउँ पसेको। अघि रोडमा थियो अहिले फेरि गाउँ पसेको। अब चाहिँ गाउँ गएर स्विजरल्यान्ड डाँडा जाने छिटो जल्दी। हाम्रो गाउँ त यहाँ माथि छ। यहाँ त टिलिली घाम लाग्छ। हाम्रो गाउँमा त घामै गइसकिसक्यो। यहाँ त रातिसम्म आउँछ घाम 6 बजीसम्म त आउँछ यहाँ त घाम। अब चाहिँ हामी सेप्सी आइपुग्नु आँट्यो होइन। सेप्सी त यो पारी छ। हाम्रो चाहिँ अलिकति एकछिन म यहाँबाट देखाइदिन्छु तपाईँहरूलाई। यो पारी हो सेप्सी होइन। हामी चाहिँ अलिकति खोला पार गर्नुपर्छ। उहाँ तल चाहिँ खोला छ नि त। यहाँ होमस्टे पनि छ। यहाँ चाहिँ पुरा छ। यहाँ यता यो तल्लो गाउँमा चाहिँ होमस्टे यो अलिकति पार गर्नुपर्छ। यही हो सेप्सी। जुमे होमस्टे छ यहाँ। यतातिर चाहिँ पुरा होमस्टे। अब यो खोला काटिएपछि सेप्सी आइपुग्यो। यहाँ खोला देखाउँछु तपाईँहरूलाई। वाउ कस्तो दामी खोला। माइ गड कस्तो दामी भ्यू देखेको। चलो चलो। यहाँ खोला खेलिरहेको रहेछ। यहाँ खोला खेलिरहेको रहेछ भाइहरू चाहिँ। यहाँ चाहिँ नाङ्गा रहेछ। यत्रो भाइहरू पनि लजाउँछ। वाउ कस्तो दामी देखेको। यहाँ चाहिँ मेरो साथीभाइहरू चाहिँ यहाँ पुगिसकिसक्यो हो। म चाहिँ उयो गर्दैथिएँ खोलाको। अब हामी आइपुग्यो सेप्सी। हाम्रो घरबाट चाहिँ यहाँ तल देख्छ नि यहाँ हो सेप्सी। यहाँबाट चाहिँ हाम्रो घर देख्दैन। सेप्सीबाट चाहिँ अलिक पर पारीमा गएपछि मात्रै देख्छ होला। यहाँ दुईजना भाइहरू चाहिँ खेल्दै रहेछ। यो चाहिँ हाम्रो एकदम अर्ग्यानिक खोला। एकदम नो केमिकल नथिङ हो। एकदम प्योर अर्ग्यानिक खोला यस्तै भन्नु होला। यहाँबाट चाहिँ उयो पनि जान्छ के भन्छ गाडीहरू पनि जान्छ हो। हाम्रो गाउँबाट चाहिँ देख्छ नि हामीले यहाँबाट गाडी हिँडिरहेकोहरू। अन्त यही हो गाडीहरू पनि देखेको। गाडीहरू पनि जान्छ। अहिले चाहिँ हामी स्विजरल्यान्ड डाँडातर्फ जाँदैछु हो।
मैले ट्राइपड पनि ल्याइरहेको थिएँ अन्त स्विजरल्यान्ड डाँडा गएर भेटौँ भन्दा नि यहाँ गाउँहरू देखाउँछु यहाँ पनि के कस्तो छ होइन तपाईँलाई हेर्नु होला सेप्सी गाउँ यस्तो छ सेप्सी गाउँ पनि वेदर पनि एकदम दामी भएर क्लियर स्काई यस्तै छ गाउँ ठाउँहरू हाम्रो गाउँ चाहिँ माथि कता कता देखेको पनि छैन अलिअलि मात्रै देखेको यहाँ क्यामेरामा चाहिँ त्यस्तो देखेको पनि छैन होला अलिअलि मात्रै देख्दैछ अब चाहिँ हामी स्विजरल्यान्ड डाँडा आइपुग्नु आँट्यो अलमोस्ट होइन यहाँ चाहिँ घाम हेर्नु न स्टिल छ हाम्रोतिर त छैन सक्यो यी बाटो नै छ गाडीहरू जान्छ हो यहाँ चाहिँ एउटा युनिक रुख रहेछ हो सुकेको हो हेर्नु न क्या दामी अब यहाँबाट चाहिँ म भ्यू देखाउँछु ल अझै आइपुग्नु बाँकी छ स्विजरल्यान्ड डाँडा उहाँ माथि हो उहाँबाट भ्यू हेर्नु ल यस्तो दामी देख्यो कि भ्यू यति मजाको यो पारी हेर्नु नै गाउँहरू छ अब बेटै भ्यू हेर्नु लागि तपाईँहरू यस्तो दामी भुटान हो त्यो घर बनाएको माई गड भ्यू हेर्नु यी कस्तो मजाको यस्तो भ्यू त हाम्रो घरबाट पनि त्यस्तो राम्रो देख्दैन होला उयो माथि हो स्विजरल्यान्ड डाँडा अब आइपुग्नु आँट्यो भ्यू चाहिँ एकदम दामी यहाँ चाहिँ हेर्नु न आम्बो कत्रो धुप्पीको रुख हो ए यहाँबाट उता जङ्गलै जङ्गल छ अन्त अब आइपुग्नु आँट्यो स्विजरल्यान्ड डाँडा तर स्विजरल्यान्ड डाँडा चाहिँ किन भन्छ भन्दा चाहिँ मलाई पनि थाहा छैन आमाहरूलाई पनि थाहा छैन त्यो पहिल्यैदेखि नाम लगाएर स्विजरल्यान्ड डाँडा भनेर चाहिँ त्यही नाम बसेको होइन आमा चाहिँ फम्पल खोज्नु जान्छ अरे यहाँ त जङ्गलै जङ्गल छ हो यो डरैलाग्दो जङ्गल आमा फम्पल खोज्नु जान्छ अरे है सालक्कै भयो कताबाट हो बाटो ए उहाँबाट रहेछ झन्डै म त जङ्गल जाँदै थिएँ बाटो चाहिँ यहाँ यत्रोबाट रहेछ नि त यहाँ चाहिँ घन्ना जङ्गली डरै लाग्दा न भुटान चाहिँ हेर्नु यहीँ देखेको यहीँ छेउै आँखाबाट हेर्दा चाहिँ छेउ भुटान चलो लु आइपुग्यो हाम्रो मन्जिलमा ऊ डाँडा स्विजरल्यान्ड डाँडा भन्दा बल्ल आइपुग्यो कहाँ यता चाहिँ हिउँ पर्छ यहाँ पारि त्यो क्लाउड्सहरू भएकोमा होइन त्यहाँ चाहिँ हिउँ पर्छ चाहिँ आइपुग्यो अम्लिस बल्ल आफ्नो मन्जिलमा आइपुग्यो होइन अब चाहिँ म तपाईँहरूलाई भ्यू देखाउँदैछु यहाँबाट चाहिँ के कस्तो भ्यू देख्छ भनेर एकदमै दामी हाम्रो घर त देख्दैन नि यहाँबाट Look at the view. My God. अझै फोनमा हेरेको भन्दा नि छेउमा हेरेको चाहिँ एकदमै दामी छ तपाईँहरू पनि आएर डुल्नु होला स्विजरल्यान्ड डाँडा सेप्सीको फेमस डाँडा ए भ्यू हेर्नु न यति मजाको छ थाक्यो है अब एकछिन रेस्ट गरेर उहाँ माथि जान्छु त्यहाँबाट पनि भ्यू देख्दो रहेछ हिँड भटे भाइ यो भ्यू चाहिँ मलाई एकदमै मन पर्यो अब चाहिँ म तपाईँलाई भुटानको मेन भ्यू देखाउँदैछु ल अम्बो माई गड कस्तो दामी देखेको यहाँबाट झन् भुटानको उयो परको उयो चाहिँ त्यो चाहिँ उयो अरे हेर्नु ल यहाँबाट चाहिँ भुटान देख्दैछ होइन अन्त भुटानको यो रातो चाहिँ हस्पिटल अरे यो चाहिँ त्यो रातो कस्तो दामी अम्बो माई गड यस्तो दामी छ भनेर थाहा थिएन मलाई अब चाहिँ म यहाँ गएर बस्छु ल भ्यू एकछिन इन्जोय गर्छु शान्ति भयो यहाँ आउनु चाहिँ एकदम वर्थ इट छ है सनी डेमा चाहिँ यस्तो घाम लागेको बेलामा चाहिँ भ्यू चाहिँ एकदम प्रपर क्लियर देख्छ एकदम वर्थ इट अब चाहिँ हामी यहाँ भ्यू इन्जोय गरेर अब चाहिँ हामी यहाँ रिल्स बनाउन आँटेको छ फेरि हो
के कस्तो हुन्छ अब आमा कहाँ गए अब चाहिँ हामी यहाँ रिल्स बनाउँदैछ हो यहाँ मुनिको गुरुङको अब हामी रिल्स बनाउन आँटेको छ यहाँ चाहिँ बहिनी आमा चाहिँ यहाँ तलबाट कराक कराक छ अब हामी जाने टाइम हुनु आँटेको नि त अन्त अब यो भ्यूलाई चाहिँ बाई बाई भन्नु आँटेको अब हामी रिल्स बनाउँछु त्यहाँबाट एकछिनबाट जान्छु हेर्दै गर्नु होला यहाँ चाहिँ मेरो बिस्तर पाएँ मैले चाहिँ एकछिन रेस्ट गर्ने यस्तो दामी रहेछ हो झ्यार हेर्नु नै अम्बो वाउ कस्तो मजा आयो लु उहाँ भ्यू हेर्दै हेर्दै सुत्नु क्या मजा आइरहेको छ यहाँ भ्यू देखाइदियो बहिनी यहाँ अरूले चाहिँ मलाई पर्खिरहेको छ कसलाई यो यता देखा न मलाई कसलाई यो बिस्तर मन पर्यो होला कमेन्ट गर्नु होला है कसलाई चाहिँ मन पर्यो बिस्तर एकदम मजाको लु हामीले चाहिँ यहाँ भोटेलाई पनि सुत्नु सिकाउँदैछ यहाँ हाम्रो डनलपमा सुत्नु सिकाउँदैछ लु अब चाहिँ हामी यहाँबाट लागेको अब लागेको अब हेर्नु गएको बाई बाई स्विजरल्यान्ड डाँडा एकदम मजा आयो दामी भ्यू पायो वर्थ इट भयो यहाँ आउनु होइन अब चाहिँ हामी घर लाग्ने हेर्नु न क्या दामी यहाँ उयो भइरहेको छ सपना पुरा भयो यो हेर्नु न दौडिरहेको कस्तो दामी देखिरहेको अब चाहिँ लु गएको हामी अब हामी कता कता जान्छ के जान्छ सबै देखाउँछु हेर्दै गर्नु होला बाटोमा गएर भेटौँ ल होइन बहिनी लु अब चाहिँ हामी जुन बाटो आएको त्यही बाटो फर्किनु पर्छ होइन अब चाहिँ हिँड्दै होला अघि चाहिँ आधी बाटोसम्म गाडीमा आएको थियो अब त गाडी पाउँदैन होला घर जाँदा अब हिँड्दै हिँड्दै जानुपर्ने हो बाई बाई स्विजरल्यान्ड डाँडा लास्ट हेरिराख्नु तपाईँहरू पनि रङ्गोको मान्छे रङ्गोबाट बाहिर हेर्नु हुँदैछ भने चाहिँ रङ्गोको मान्छे छ भने रङ्गोमा आएर स्विजरल्यान्ड डाँडा डुल्नु होला एकदम वर्थ इट भ्यू पाउँछ तपाईँले अन्त जो रङ्गोबाट बाहिर टुरिस्टहरू आउनुहुन्छ टुरिस्टहरू आयो भने चाहिँ यहाँ सेप्सीको स्विजरल्यान्ड डाँडा जान्छु भन्नुहोस् गाइडहरूलाई उनीहरूले लानुहुन्छ यस्तो डेमा चाहिँ तर आउनुहोस् होला हेर्नुहोस् होला बाटो चाहिँ अब ओह्रालो झर्ने यस्तो छ बाटो अब चाहिँ हामी यहाँ रोडबाट एकछिन उकालो गएको यहाँ चाहिँ आमाको आइसिडिएसमा काम गर्ने साथी हुनुहुन्छ आन्टीको घर अन्त हामी त्यहाँ जाँदैछु एकछिन पानीहरू खानु लागि यहाँ चाहिँ लामपातेको बोट हो फल लाग्छ लामपाते अन्त त्यहाँबाट चाहिँ अब त्यहाँ गएर एकछिन पानीहरू खाने नि त पुरा तिर्खा लागिसक्यो हो अन्त हेरौँ के हुन्छ आन्टी घरमा छ भने चाहिँ खाने हो छैन भने चाहिँ रातै यस्तो उकालो चढिरहेको छ त्यो आन्टीको घर चाहिँ यहाँ अरे आमाले उहाँ भन्दै माथि हिँडाएको सलक्कै भइसक्यो तिर्खाले पनि ख्याप्पै भइसक्यो है अब चाहिँ पुग्नु आँटेछ यस्तो र तिर्खा लाग्यो कि अघिदेखिको स्विजरल्यान्ड डाँडा जाँदाखेरि तिर्खा लागेको मलाई त्यो त्यहाँ मान्छे छ भने चाहिँ घटघट पानी खान्छ सलक्कै भयो गरेर छैन लड्का घरमा मागेर आमा त पुग्नु आँट्यो यहाँ हेर्नुहोस् न ढकमक्क सयपत्री फुल हो कस्तो मजाको भइरहेको रहेछ बाटो बाटो सयपत्री कस्तो मजाको यहाँ चाहिँ बल्ल बल्ल आइपुग्यो आन्टी घर तर आन्टी चाहिँ हुनुहुन्न रहेछ घरमा उसको छोरी हो कि को मात्रै रहेछ आमाले पानी खाँदैछ भाइ पनि पानी कम पानी मात्रै चाहिएको थियो मलाई लु अब चाहिँ हामी यहाँबाट गएको आन्टी चाहिँ हुनुहुँदो रहेछ पानी चाहिँ खायो होइन एकदम तिर्खा पनि मेट्यो कहिलेदेखि तिर्खा लागिरहेको सन्चो भयो अब चाहिँ हामी घरतर्फ लागेको एक्सक्युज मी अब कहाँ बाटोमा कहाँ पुग्छु देखाउँछु तपाईँलाई पनि एक्सक्युज मी तपाईँलाई पनि अब कहाँ कस्तो कता पस्ने थाक्यो 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 आन्टी भएको भए चाहिँ बस्थ्यो घरमा अब आन्टी छैन रहेछ छोरी मात्रै रहेछ अन्त त्यो भएर नबसेको के गर्नुहुन्छ यहाँ पर डाँडाबाट यहाँ चाङ छ कि भनेर आएको छैन लु हामी चाहिँ यो पुल फेरि आइपुग्यो अघि यहाँबाट सेप्सी गएको अब सेप्सीलाई नि बाई बाई यहाँ पुल आइपुग्यो हामी होइन अहिले चाहिँ अब घाम गयो घाम डल्लै गयो क्या चिसो हावा आइरहेको छ यहाँ चाहिँ पहिला काठको पुल थियो हो आज सिमेन्टको बनाएको रहेछ कस्तो मजाको हावा आएको है चिसो हावा कस्तो मजाको आयो माइ गॉड कस्तो दामी अब चाहिँ हामी फेरि हिँड्नु पर्दैछ उकालो उकालो हिँडेकोले थाकिसकिसक्यो नाक भइसकिसक्यो हो फेरि उकालै हिँड्नुपर्छ अब चाहिँ अघि घर जाँदाखेरि सेप्सी जाँदाखेरि घर जाँदाखेरि
घरबाट सेप्सी ओह्रालो आउँदाखेरि चाहिँ ओह्रालो थियो गाडी पनि पाएको थियो अब यहाँबाट उकालो त गाडी पनि पाउँदैन हिँड्दै हिँड्दै जानुपर्छ होला उकालो हिँड्नु चाहिँ साह्रो सराक्कै भयो आमाहरू त यहाँ पुगिसक्यो बल्ल हामी रोड आइपुग्यो यो चाहिँ हो गुरुङ गाउँ यस्तो बाक्लो गाउँ छ यहाँ हाम्रो घरबाट चाहिँ यहाँ राति हेऱ्यो भने चाहिँ यस्तो झलल लाइट बल्लाको हुन्छ बल्ल रोड आइपुग्यो बल्ल बल्ल थाकेर रोड आइपुगेँ अब फेरि अझै हाम्रो घर जाने रोड आइपुगेको छैन यो त गाउँको रोड मात्रै आइरहेको छ गुरुङ गाउँको रोड हाम्रो गाउँको घरको रोड त कहाँ हो कहाँ सलक्कै भयो गलेर अब एकछिन कसको घर पस्नुपर्छ विश्राम गर्नुपर्छ एकछिन उमितको घर पस्नुपर्छ अब उमित ब्रदरको घरमा लु हामी चाहिँ बल्ल बल्ल आइपुग्यौँ उमित भाइको घरमा हाम्रो यहाँ फुपू घरमा आइपुग्यो हामी डुल्दै तपाईँलाई भेट्न आएको भेट्न आएको हामी यहाँ ज्वरो आउने मान्छेले चाहिँ कोक खाइरहेको छ तँलाई ज्वरो आएको कि के आएको ठक ज्वरो हो तँलाई यहाँ हाम्रो बलिबाले चाहिँ कोक खाइरहेको छ कोक इन्जोय यहाँ फेरि अट्टी बस्नै पर्ने ओइ मिठो आज खान्छस् खाना अलिकति खाना भोटे यहाँ चाहिँ फेरि वेदर हेर्नु यस्तो दामी भएर छ सनसेट हुनु आँटेको सनसेट यस्तो मजाको भइरहेको छ अब हामी घर जानु आँटेको यहाँबाट घर जाने हो लु गएको अब हामी चाहिँ घरतर्फ लागेको वेदर हेर्नुलाई घरतर्फ लागेको यहाँ चाहिँ हो गुरुङ गाउँ हाम्रो उयोबाट देख्ने लु गएको देख्ने गाउँ कस्तो दामी देखेको यहाँबाट भ्यू त कस्तो मजाको पहाड जाउँ रात पर्नु आँटिसक्यो घर रात पर्नु आँटिसक्यो 5:30 भइसक्यो ए कति बज्यो 5:30 बज्नु आँट्यो यहाँ चाहिँ कस्तो दामी जुन आइरहेको छ है आज चाहिँ पूर्णे पनि हेरे जुन पनि आइरहेको छ रात पनि पर्यो कहिले घर पुग्ने भर्खर आधी बाटो आइपुग्यो अझै डल्लै छ घर पुग्नु हरेस भयो रात परिसकिसक्यो हो अझैसम्म घर पुगेको छैन हत्तु भयो गलेर भयो अब जिन्दगीमा जाँदिन जस्तो भयो हिँड्ने बानी हराएछ हो सलक्कै भयो को घरमा एक्लै होला मान्छेहरूले घरमा लाइटहरू बालिसकिसक्यो डरै लाग्दो अँध्यारो भइसक्यो यस्तो देखेको पनि छैन अहिले त 5 बजी नै अँध्यारो भइहाल्छ एउटा गाडी पनि आएको छैन है अझै छ घर पुग्नु है 10-15 मिनट लाग्छ अब घर पुग्नु सलक्कै भयो रोटे हिँडिरहेको छु र नि गल्यो थाक्यो ल बल्ल अब चाहिँ घर आइपुग्नु आँट्यो अब चाहिँ एकछिन विश्राम गरेको अब 5 मिनट हामी अघि यहाँ अफिसको बाटो गएको थियो यो बाटो ओह्रालो त्यही बाटो चाहिँ आइपुग्यो रात पनि पर्यो सलक्कै भयो अब म जाँदिनँ अब दिन म कहिले पनि जाँदिनँ उयो ओ भोटे जान्छस् ज्वरो आएको मान्छे यसलाई त मर्नु मन परेको थियो अरे अघि बाटोमा त्यस्तो भन्दै थियो यसले त हाल्छु तँलाई मर्नु मन परेको थियो भनेको होइन सोमबार सर यहाँ हेर्नुहोस् है भोटेले त मर्नु मन परेको थियो भन्दै थियो यो स्कुल नगई चाहिँ डुल्नु जान्छ है तपाईँ घरबाट आएको थियो यो स्कुल नगई चाहिँ डुल्नु जान्छ यो अब ज्वरो आइहाल्यो यसलाई अघि कोक खाँदा ज्वरो आएको थिएन अब घर आइपुग्यो ज्वरो आयो सलक्कै उठौँ है अब चाहिँ हामी घर आइपुगिसकेको छ ल जाऊ है बाई 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 भोटे बाई अल्छे भोटे गुड नाइट अहिले भएर भेटौँ ल खराक्कै भयो बल्ल चाहिँ घर आइपुग्यो हो अन्त आजको म भ्लग पनि यहीँ एन्ड गर्छु बाई बाई थ्याङ्क यू फर वाचिङ मेरो होम टाउन के कस्तो लाग्यो होला तपाईँलाई सलक्कै भयो अब चाहिँ म नेक्स्ट भ्लगमा भेट्छु